भिडियो र आजको भिडियो रहेको छ हाम्रो ड्युप्लिकेट टेस्ट हो किबोर्ड कम्प्युटर किबोर्ड मैले किबोर्ड देखाउन आँटेको छु यो कुरा गाइस देख्न सक्नुहुन्छ एकदम चकाचक छ न्यू छ न्यू त हैन यो हैन चल्छ तर हात चल्छ आज मैले फुटाउन आँटेछु र फुटाउन चाहिँ हैन यसको भित्र चाहिँ के चाहिँ हुँदो रहेछ भनेर म यो भिडियोमा म भन्न आँटेको छु हेर्नु होला र हाम्रो भिडियोमा बनिराख्नु होला र अहिले चाहिँ हामी एउटा चिज ल्याउन आँटेको छौँ पहिला हामी हातले यो कीहरू निकाल्न कोसिस गर्छौँ यो लागो गाइस अब म फलाम ल्याउन आँटेको छु र देख्न सक्नुहुन्छ गाइस यसले त केही हुँदैन रोड हामी अर्को गर्छौँ राम्रोसँग यो प्लेट छ प्लेटले के नै गरिहाल्छ अरे बापरे गाइस प्लेटै फुटो गयो अब हामी गर्छौँ एउटा खतरनाक उठ्यो औजार गाइस मैले ल्याएको छु यसले के भन्छ हाम्रो कमेन्टमा भन्नु होला हाम्रोमा यहाँ चाहिँ खन्ने हुन्छ नि यसको नाम गाई दुईटा आयो कि अब गाई म आइसकेको छु अब यो हामी पछाडि चाहिँ हेर्न कोसिस गर्छौँ निक्लिँदैन गाइस यहाँ गाइस स्ट्यान्ड पनि रहेछ हेर्न सक्नुहुन्छ यसरी पनि हुन्छ पहिला हामी किज निकाल्छौँ यो किज अर्को किज यो हाम्रो किज अल्फाबेट किज निकालिहाल्छौँ गाइस यो चाहिँ म भन्दैछु घरमा चाहिँ ट्राई नदिनु होला यस्तो राम्रोसँग लेखिदिइरहेको छु गाइस अलि चाहिँ टाइम लाग्छ तर भिडियोमा हेर्दै जानु होला गाइस मैले चाहिँ अहिले सबै किजहरू निकालेर चाहिँ यहाँ रहेको छ यो कालो देख्दै हुन्छ नि सबै किजहरू हो यहाँ पनि छ अरू गाइस निकाल्दै निकाल्दै उडी गयो म फेरि भन्दैछु गाइस यो घरमा ट्राई नगर्नु होला अब यो किलाई फालिदिँदो नै साइडमा राख्छु अर्को किबोर्डको हाल यस्तो छ गाइस सबै किज निकाल्दैन मासेको चाहिँ मैले खुब कोसिस गरेँ तर पनि निक्लिएन अब यसको वायर निकाल्नु अनि वायरले बनाइदिनु यस गाइस हेर्नु देख्न सक्नुहुन्छ वायर निक्लिन आँटेको छ अनि निक्लि गयो लु यो पनि राखिदिनुहोस् हाम्रो च्यानल लाइक सब्सक्राइब गरिदिनु guys ini angle मिलेन guys itu problem कीबोर्ड देखेन होला गाइस अब देखि पक्रिन त गाइस एंगल मिलाऊ गाइस हेर्नु अहिले चाहिँ म किज पसेछ देखिन गाइस कहाँ हो नि
अम्मा भत्काउन आँटेको छ गाइस देखि बुलाएर के हुँदैन फेस देख्नु छैन होला यो पनि हुँदो रहेछ गाइस यो के थाहा छैन भोक लाग्यो हुन्छ यी गाइस भन्नु देख्न सक्नुहुन्छ चिजहरू निकालेको यस्तो हुन्छ अब you guys this guys sorry त्यसको लागि चाहिँ म सर्ट भिडियोमा काम गर्दैछु त्यही भएर के तिनको लागि भिडियो हालिन ल गाइस तपाईं कति क्लासमा अथवा के काम गर्नुहुन्छ त्यो पनि भन्नु होला कमेन्टमा अनि हामी छिट्टै छौँ गाइस यसको खोल्नु पर्यो केले खोल्ने गाइस मसँग एकछिन नै होगा अब हामी गर्छौँ गाइस आजको लागि यति नै हाम्रो भिडियो यही गर्न हुन्छ अब म भोलि पार्ट 2 ल्याउँछु सबैजना भिडियोमा बनिरहनु होला धन्यवाद